everyone, how's your fitness journey going on? So आज मेरो हातमा यो अस्मो पकेट्री कम्बो सेट रहेको छ. वेटिङ इज ओभर. फाइनली मैले यो लिइसकेँ. सो अब चाहिँ म मेरो भ्लग्सहरू भिडियोजहरू चाहिँ युट्युबमा पोस्ट गर्नेछु. सो तपाईँहरू पनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु. अनि यसभित्र के सामान रहेको छ, किनकि यो कम्बो सेट भएपछि यसभित्र चाहिँ के सामान रहेको छ भनेर म यो भिडियोमा फर्दर देखाउनेछु. सो वाच टिल एन्ड. अस्मो पकेट्री क्रिएटर्स कम्बोमा चाहिँ यति धेरै सामानहरू आएको छ. तपाईँले यहाँ हेर्न सक्नुहुन्छ. यो टेबलमा चाहिँ होइन सामानहरू धेरै छ. सो फर्स्टमा कुरा गरौँ हाम्रो अस्मो पकेट्री होइन. यो चाहिँ अस्मो पकेट्री रहेछ. यो खोलेर हेरौँ. अनि यसको स्क्रिन चाहिँ यस्तो रहेछ, सानो रहेछ. अनि यो चाहिँ लेन्स कहाँ छ? यहाँ रहेछ. यहाँ चाहिँ लेन्स पनि छ होइन. सो यो चाहिँ आई थिङ्क यो थिच्यो भने यहाँ लेखाएको छ रोटेट गर्नु, स्क्रिन रोटेट गर्नुभयो भने चाहिँ अन हुन्छ लेखाएको छ. सो हेरौँ है त. रोबोटिक तरिकाले चाहिँ यो अन हुँदो रहेछ. ओ नट ब्याड. अनि यसमा चाहिँ ल्याङ्ग्वेजहरू सबै सेट गर्नुपर्ने रहेछ. म त पछि सेट गर्छु. सो पहिला सामानहरू हेरौँ. यो भयो. एन्ड देन यो गऱ्यो भने यो चाहिँ अफ हुँदो रहेछ. यो सँगै मलाई चाहिँ ब्याट्री, यसको ब्याट्री एक्स्ट्रा ब्याट्री आएको छ. अनि त्यसपछि यो रिच स्ट्र्याप होइन, नहराओस् भनेर यो अलिकति हातमा राखेर चाहिँ नहराओस्, नचोरोस् भनेर चाहिँ होला. अनि त्यसपछि विन्ड स्क्रिन पनि आएको छ. अनि यो चाहिँ हाम्रो डिजीको नै तपाईँको ट्रान्समिटर होइन, यो आएको छ. ट्रान्समिटर नै हो नि. हो. अनि यो चाहिँ डिजीको नै ट्रान्समिटर एउटा आएको छ. अनि त्यो सँगै हामीसँग यो आई थिङ्क यो स्ट्यान्डलाई होल्ड गर्नलाई यो ट्राइपोड छ नि. यहाँ ट्राइपोडमा होल्ड गर्नलाई होला, किनकि यसमा डाइरेक्टली दिएको छैन. सो यो एट्याच गरेर चाहिँ यो हुन्छ. अनि यहाँ चाहिँ एउटा अर्को यो हाम्रो लेन्स होइन, वाइड लेन्स गर्नलाई यो चाहिँ म्याग्नेटवाला रहेछ. सो यसलाई चाहिँ
स्क्रिनमा डाइरेक्टली तपाईँले यो यतिको ट्याप हेर्नु, यो यतिकै ट्याप गरेपछि यो हुन्छ। अनि यसले चाहिँ वाइड एरियालाई कभर गरेर तपाईँले मुभीहरू या फेरि तपाईँले भिडियोहरू सुट गर्न सक्नुहुन्छ। अनि योसँग आएको छ टाइप सी को हाम्रो यो चार्जर चार्जिङ वायर तपाईँले आफ्नो ल्यापटप या फिर फोनमा त्यो गर्नलाई यो चाहिँ आएको छ। अनि योसँग चाहिँ एउटा आएको छ हाम्रो कभर, यो हो तपाईँको पकेट 3 को प्रोटेक्टर। किनभने यसमा चाहिँ तपाईँले योलाई मजाले सेट यसरी स्क्रिनलाई बचाएर यसरी राख्न सक्नुहुन्छ इन फ्युचर एन्ड यु क्यान क्यारी हैन। यो चाहिँ यसको भइहाल्यो। अनि यसको अर्को भनेको चाहिँ यो सरी यो ब्याग हैन, यो चाहिँ एकदम लेजरले बनेको छ। अनि यसभित्र चाहिँ तपाईँले यसमा चाहिँ सबभन्दा राम्रो कुरा चाहिँ के भने यो तपाईँले जहाँ पनि क्यारी गर्न मिल्छ। यो चाहिँ तपाईँको क्यारी ब्याग जस्तै भयो। अनि तपाईँले यसमा चाहिँ डिफ्रेन्सिएसनहरू हेर्नु, यो छुट्टा राखेको छ होइन। यसमा सबै सामानहरू तपाईँले चाहिने सामानहरू चाहिँ यसमा प्याक गरेर लान सक्नुहुन्छ। अनि अर्को योसँग आएको छ हाम्रो यो दुईवटा पुडिया, यसलाई चाहिँ युज चाहिँ नगर्नु होला, नखानु होला यसलाई चाहिँ होइन। अनि एउटा चाहिँ यो म्याग्नेट जुन तपाईँले यसमा हैन लुगाहरूमा अब च्याप्न नमिल्ने लुगाहरूमा चाहिँ एकदम बलियो रहेछ। सो यो च्याप्नलाई होला सायद, यो चाहिँ यो पनि आएको छ। अनि त्यसपछि हामीसँग यो कार्डहरू या फिर यो के भन्छ तपाईँको कसरी युज गर्ने गाइड पेपर्सहरू आएको छ। सो यो हेरेर तपाईँले कसरी युज गर्ने भनेर पनि छ। सो अब फर्दर भिडियोमा चाहिँ म यिनीहरूलाई युज गरेर नै एउटा भिडियो बनाउने छु। सो मेरो भिडियो हेर्दै गर्नु होला। टिल देन टेक केयर, स्टे सेफ, थ्याङ्क यू।